यो व्हाट्स अप गाइज, कस्तो हुनुहुन्छ तपाईहरु? वेलकम ब्याक टु माई न्यू भिडियो हैन। आज भने हामी खेल्न गइरहेका छौं क्राफ्टिङ एन्ड बिल्डिङमा लिप्स गिफ्ट्स ओपी आइटम्स भन्ने हैन। यी भर्खर खेलेको यस्तो सामानहरु पाइसके गाइजहरु हैन। लिप्स गिफ्ट्स ओपी आइटम भन्ने हो गाइज यसको मोड। जसले एडन्स फर माइनक्राफ्टबाट गएर डाउनलोड गर्न पाउनुहुन्छ हैन। अब अरु पनि गरम के पाइन्छ गाइजहरु। आजको हाम्रो गोल हुनेवाला छ एन्डर ड्रागनलाई फेस गर्ने। ल त गाइजहरु के पाइन्छ हेरौँ। मेरो राइट गाइजहरु कस्तो गरेर पाइन्छ। स्वord पनि भएछ गाइजहरु। अब आर्मरको खोजी नचाहिनेहरु फाल्दिम है त गाइजहरु। अब आर्मर खोज्नु पर्यो गाइजहरु पहिला। आर्मरै पाइन्न त यार। उही आर्मर पाइयो गाइजहरु। ल यो चेस्ट प्लेट भयो, लेगिंग्स भयो। अब हेलमेट चाहियो हैन। गाइज यहाँ त सक्यो लिप्स। एक दुईटा रहेछ यिनीहरु पनि फोड्दिम। अहिले गाइजहरु यो पनि यही रोक्दिम हैन। स्तरी अब यो पनि फल्छ अनि सामान पाइन्छ के रे। एलेको लिगमै गाइजहरु बकेट। यसलाई यस्तरी यहाँ राख्दिम। येलो कलरको चाहिँ गाइजहरु लन्छ। अब आर्मर त कम्प्लिट भयो हैन। अब हामी वुड काट्न मिस्छौं। अलिअलि वुड चाहिन्छ क्राफ्टिङ टेबल बनाउन। यो मोडमा फेरि गाइजहरु नजिक नजिक हुहरू ट्रीहरु नपाइने रहेछ। त्यही भएर मैले भेट्टाउँदै भेट्टा हैन। अब यही ट्रीहरु ग्रो हुने टाइमसम्म त बस्न भएन हैन। है धन्नै मार्दिएन गाइज यार। धन्नै मार्दिएन गोलमले। अब खै लिप्सहरु खोज्न जानु पर्यो। लिप्सै भेट्टाइन्न त यार। छी। ओ ल गाइज ठुलो ट्री भेट्टाइयो नि त। ल दामी। यति गाइजहरु मलाई फाइनली गाइजहरु अब्सिडियन नि पाइयो। ल फ्लिन्ट एन्ड स्टिल त बनाइन्छ के हैन। त 1 2 शटमा मर्ने मर्ने माउस लड्न। ला मसित लड्न आउँछ यार गाइजहरु यार। के पाइयो। ओए ल हेलमेट र बुट पनि पाइयो गाइजहरु। ल बुट लगाइहालौं। के हो यो एन्डर माइन्स। अब हेलमेट चाहियो गाइजहरु। ल हेलमेट नि पाइयो नि त। यही हो नि गाइज चाहिएको यार। यो गरौँ त्यसपछि यो पनि राखौँ हैन। एरो चाहिन्छ र चलाउन।
एरो चाहिए तो निकाल ये चाहिए तो ये लग जाओ एरो चाहिए ये भी डाल सकते हैं यहाँ लगी पड़ी ल एरो पाइयो गाइजहरु फाइनली यो भाषी अब हाम्रो नेदरमा जान हुने भयो उ गर्दिन गाइजहरु यार कीप इन्भेन्टरी अन हान्दिनु पर्यो यार कीप इन्भेन्टरी अन ल गाइजहरु यो भाषी भयो ल त फाइनल गाइजहरु मैले यो के भन्छ स्ट्रङ होल्ड ट्याग अलमोस्ट एमसीटी गरेर रहेछ गाइजहरु यसको नाम स्ट्रङ होल्ड हो नि त मैले जानिन त्यही भएर ठीक छ बिर्सेकै गाइजहरु धेरै नखेलेको यार अब यो एक्टिभेट गर्दैछौँ पोर्टल लास्ट ल गाइजहरु फाइनली हामी इन्टर गर्दैछौँ स्ट्रङ होल्डमा खै ल अब ड्रागनलाई सिक्ने गाइजहरु ब्लकिङ हान्दै जाम पहिले गाइजहरु मैले अलरेडी ड्यामेज त दियो त्यसलाई ओपन गराइदियो अलरेडी ओपन गराइदियो भने गाइजहरु माथिको सबै फोडिदियो त त्यो झरो नि बल्ल ड्यामेज दिन सजिलै मिल्छ गाइजहरु यो फेरि यस्तो फाल्दियो यो भाइ चिलाउने मैले सिकिहाल्थेँ गाइजहरु कति उडेको अब त हेर्नु यो फेरि कोही कति यो खाली गएर गाइजहरु यार धेरै उडायो यार त यहाँ आइज न सिक्नु हुन्थ्यो गाइजहरु भाइ हुँदै आने यार कति उडिरहेको यार लाउँदै लाने मान्छे उइया लाने यार गाइजहरु कस्तो यो हटाउनु कसरी हो र यार मैले यसरी ड्यामेज दिइराखेर आएर मैले दियो मलाई यार कति कसला पाइजन मैले गाइस धेरै छैन त्यसको हेल्थ छिटो आइदिन्छ तर मर्नलाई म त भ्याउँछु क्या हो हैट भन्दै जानु गाइजहरु यार कति उडाएको यार यो चा जरा कतै यही छ गाइजहरु यार ओए वान शॉट गाइजहरु यार वान शॉट प्लिज फाइटिङ ड्रागन भाइ ओए ल गाइजहरु फाइनली मारे म्याच कसरी कसरी यार यो भनेर मरिन्छ के आफै ल गाइजहरु फाइनली हामीले ड्रागनलाई फिनिश हान्दियौं यस्तो यो पिंक कलर को माजिन्छ गरे मलाई यार धेरै नोक छु गाइजहरु यार मर्नु भएन खै एक्सपी लेभल कलेक्ट हानम एक्सपी दिन्छ किनेर यो रहेछ है ठीक छ गाइस 67 एक्सपी भयो लिप्स गिफ्ट्स ओपी आइटमलाई हामीले च्यालेन्जलाई जितिसकेका छौं चिटिङ गरेर आजलाई यति नै फेरि भेट्छौं अर्को भिडियो लिएर बाइ बाइ गाइस